दर्शकबिनहरू अहिले हामी रङ्गेली नगरपालिका वडा नम्बर 1 खोरिया भन्ने ठाउँमा छौँ र यो खोरियामा एउटा विकल्प समूह रहेको छ। त्यो विकल्प समूहमा जम्मा 19 जना सदस्यहरू हुनुहुन्छ। उहाँ हाम्रो रामविलास महतोजी हुनुहुन्छ। उहाँ चाहिँ अध्यक्ष हुनुहुन्छ यो समूहको। जम्मा कति बिघा जग्गा छ अरे यहाँ? 10 बिघा जग्गामा उहाँहरूले सिजन लेभलको खेती गर्नुहुनेछ। अब अहिलेको सिजन चाहिँ रहेको छ आलु रोप्ने, बैगुन, बोडी, मुला, अनि कोबी, फुलकोपी भनेर यो 10 बिघा एउटा पुरै उहाँहरू गर्नुहुन्छ। यदि तपाईहरू यतै नजिकै हुनुहुन्छ भने यो भिडियो यदि हेर्दै हुनुहुन्छ भने जो कहिले यो ठाउँमा आएर हजुरहरू पनि यो 10 बिघामा तपाईहरू परसम्म म तपाईलाई देख्न सक्छु। यो जुन यहाँनिर बाँसको एउटा राखिरहेछ परसम्म तपाईको यी बोडीको झ्याङहरू, परवलको झ्याङहरू यहाँ अहिले भर्खर बताए अनुसार रहेको छ। अनि त्यसरी नै फेरि अलिक यो तपाईको मसला बगानको उता छेउतिर तपाईको रहेको छ घेरौलाको त्यो झ्याङ रहेको छ। यदि तपाईहरू यो भिडियो हेर्दै हुनुहुन्छ भने यो ठाउँमा आएर एकचोटि हजुरहरू भिजिट गर्नुहोला र यो ठाउँको 10 बिघाको यो विकल्प समूहको साग सब्जीहरू पनि खानु होला अथवा किनेर चाहिँ खानु होला भन्न चाहन्छु। हस् त, धन्यवाद। र यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरुले यो भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब सबै थोक हजुरहरूले गरिदिनु होला। हस् त, धन्यवाद।